नमस्कार। नागरुङ्गा मलेखु सडक खण्ड मङ्सिर 24 गतेदेखि पुस 1 गतेसम्म दैनिक 5 घण्टा बन्द हुने भएको छ। सडक कालोपत्रे गरी स्तरोन्नति गर्ने कामलाई गति दिने यो निर्णय गरिएको हो। बिहान 10:30 बजेदेखि दिउँसो 3:30 बजेसम्म नागरुङ्गादेखि पिप्लामोडसम्म र पोखरेबिल क्षेत्रमा यातायात बन्द गरिनेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङ तथा नागरुङ्गा मुगलिङ सडक आयोजनाले यो सूचना जारी गरेका हुन्। यात्रुहरूलाई यो समयमा वैकल्पिक सडक प्रयोग गर्न वा आफ्नो यात्राको समयलाई सोही अनुसार व्यवस्थापन गर्न आग्रह गरिएको छ। साना तथा मझौला गाडीका लागि सीतापाइला बिमरुङ्गा रामकोट दार्के वा सामाखुसी डोखा छहरे त्रिशुली गल्छी हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ। एम्बुलेन्स सुरक्षाकर्मी दमकल र सब वाहन जस्ता अत्यावश्यक गाडी भने ट्राफिक प्रहरीको सहजीकरणमा चल्न पाउनेछन्। कृपया असुविधाका लागि क्षमा प्रार्थी छौँ। नागरुङ्गा मलेखु सडक बन्दले तपाईको यात्रामा कस्तो असर पर्छ? आफ्नो विचार कमेन्ट गर्नुहोस्।